शुभ प्रभात सबैजनालाई। आज चाहिँ म बिहानै मर्निङ वाकको लागि बाहिर हिँडिरहेको छु। फर्स्ट टाइम हो आज चाहिँ डे 1। अनि म चाहिँ आज के भन्छ त्यसलाई तल सङ्क्रमण हुँदै तल युएन पार्क तल जाँदैछु वर्कआउटको लागि। अनि देख्न सक्नुहुन्छ आजको मौसम चाहिँ बिहानै आफ्टर लङ टाइममा चाहिँ कति 6 महिनापछि चाहिँ यहाँ म रिटर्न आइरहेको छु वर्कआउट गर्नुको लागि। अनि आज चाहिँ म कति 4:45 मा उठेको। अहिले चाहिँ बिहानको 5 बजिसकेको छ। रोडहरू पनि पुरै खाली जस्तै छ। अनि म चाहिँ लगभग लाग्छ होला आधी घन्टा जति चाहिँ म पुग्ने ठाउँ चाहिँ। रोडहरू त ठिकै छ, त्यही पनि अलिक भर्खर तातो पानी खाएर हिँडेको, त्यही भएर हल्का पेट गडबड हुनसक्छ भनेर चाहिँ मैले यत्तिकै वाक मात्र गरिरहेको। अनि यहाँ चाहिँ एउटा विशाल भन्ने मान्छे बस्छ, अहिले सुतिरहेको होला, त्यो काममा जान्छ होला भरे कुकुर जस्तो छ। यहाँ झन्डै टोकेन। मौसम कस्तो हात देखिरहेको छ है। बिहान चाहिँ हल्का फ्री नै हुन्छ भनौँ न। मेन भनेको चाहिँ बिहान त्यही उठ्नलाई गाह्रो हो, उठिसकेपछि चाहिँ हल्का सजिलै हुन्छ भनौँ न। अलिक यस्तो केही हुँदैन। बिहान उठ्यो भने अलिक फ्री टाइम नि धेरै हुन्छ, अनि टाइम पनि भ्याउँछ, अनि अलिक आफ्नो माइन्ड र के भन्छ त्यसलाई बडीलाई पनि हल्का फ्रेस हुन्छ भनौँ न, शान्त हुन्छ क्या, कोही हुँदैन। यस्तो मौसम छ अहिले चाहिँ। बिहानको 3टा कुकुरहरू आइरहेछ यता, चराहरू पनि भुइँमै। बिहान चराहरूको आवाज र शान्त मौसममा आनन्दले हिँड्नु पाउँदा खुसी लाग्छ। यहाँ एउटा डगी चाहिँ मेरो छेउमा आइसक्यो, त्यही हो। अनि अझै यहाँबाट सङ्क्रमण पुग्नलाई चाहिँ 4 मिनट जति लाग्छ होला। त्यहाँबाट चाहिँ म सङ्क्रमणको त्यो किनारा जान्छु होला। अहिले चाहिँ म सङ्क्रमण माथि च्यासल गेट भन्दा अलिक तल आइसकेँ। अनि अहिले चाहिँ म ठ्याक्क अलिक यताको मौसम ठिक्क छ क्या, धेरै बिहानको आजको पानी पर्ला जस्तो छ, तर पर्दैन होला। अनि त्यही हो, सक्नुहुन्छ। अब चाहिँ 5 बजिसक्यो। अब तल सङ्क्रमण गएपछि भेट्छ होला सबैजना, मर्निङ वाक आउनेहरू, जगिङ गर्नेहरू। त्यो ड्र्यागन फ्रुटहरू के हो भन्छ नि, त्यो चाहिँ हल्का धेरै पाउँदो रहेछ क्या यता। के भन्छ यताको घरहरूमा चाहिँ प्राय कोहीको घरमा चाहिँ खाँदै हुँदैछ, कोहीकोमा चाहिँ ड्र्यागन फ्रुटहरू धेरै पाउँदैछ। त्यही हो, मान्छेहरू देख्न सक्नुहुन्छ अरू पनि रनिङ जानुको लागि रेडी भएर आइसके। ठ्याक्क म चाहिँ अहिले गेटमा आइसकेँ। पुरानो संरचना भन्छ नि त्यस्तै यहाँनिर अरूहरूको त्यो साई बाबाहरू, बुद्ध भगवान्हरू, त्यस्तै मूर्तिहरू रहेछ यता। चाहिँ ठ्याक्क सङ्क्रमणको भ्यू चाहिँ यस्तो छ अहिले आज बिहानको, देख्न सक्नुहुन्छ कस्तो छ। अहिले चाहिँ म सङ्क्रमण आइसकेँ।
अब चाहिँ मैले अरू नि भेट्न थालिसकेँ। बिहान जगिङ गर्न आउनेहरू। अनि त्यही हो, दिन सक्नुहुन्छ यता तल व्यायाम गरिरहेछ, यता रनिङ गरिरहेछ। म पनि रनिङ गर्छु होला एकछिनमा। तर यहाँनिर के डिफ्रेन्ट छ पहिलाको भन्दा। धेरै हप्ता महिनापछि आएको म यो ठाउँ चाहिँ। यो ठाउँमा चाहिँ त्यस्तो धेरै डिफ्रेन्ट त छैन। त्यही रुखहरू चाहिँ अलिक धेरै बढेछ भनौँ न, हरियाली भएछ। अनि त्यही पुलको कलर छ नि जुन, अनि त्यो पुलको कलर नि चेन्ज भइसकेको छ। त्यही हो, अरू त त्यस्तो केही डिफ्रेन्टहरू देख्न। यो अलिक रुखहरू बढेर चाहिँ धेरै उदेस भन्छ नि त्यसलाई, के भन्छ, रुखहरू बढेको कारणले त्यो अलिक राम्रो देखिरहेछ भनौँ न। दिउँसो चाहिँ फेरि हिँड्नै सक्दैन, लास्टै गर्मीले गर्दाखेरि। त्यही भएर बिहान मात्र हो। मान्छेहरू यस्तो अलिक बढिसक्यो मान्छेहरू चाहिँ, किनकि अहिले के भन्छ 5 बजेर नि कटिसक्यो होला। त्यही भएर यहाँनिर सङ्गममा पनि छ नि एउटा ठाउँ, त्यो के भन्छ पुलअपहरू गर्नुको लागि, पुलअप पुसअप गर्नुको लागि चाहिँ ठिक्क हुन्छ। पहिला म यहीँनिर आउँथेँ, अहिले चाहिँ मैले नआएको धेरै भयो। आज चाहिँ म तल्ल जाने भनेर सोचिरहेको क्या, किनारा। त्यही भएर म चाहिँ आज यहाँ चाहिँ गर्नु सक्दिनँ वर्कआउटहरू। त्यही हो। अनि के भनौँ अरू, यता त त्यस्तो केही लागेन मलाई। मैले पहिला गर्ने ठाउँ चाहिँ पुलअपहरू यहीँनिर हो, देख्न सक्नुहुन्छ। अनि त्यो के भन्छ नि, पहिला म यहाँ आउँदाखेरि पुरै उदेस थियो क्या, त्यो लामै थियो। अहिले चाहिँ अलिक भाँचेर त्यो बाडिया, त्यो बागमा त्यो खोला बढेर त्यो पुरै भत्काएको थियो। त्यही भएर त्यो त्यस्तो चाहिँ छैन अहिले, आधी भाँचेको मात्र छ। बिहानै एउटा मङ्कीलाई चाहिँ देखिसकेँ मैले, बाँदरलाई के खाँदै बसिरहेछ, के खाइरह, खाना खाएको जस्तो लाग्यो मलाई, चामल। तर के खाएर त्यो चाहिँ थाहा भएन। देख्न सक्नुहुन्छ है, चामल पानीले भिजेको चामल खाइरहेको जस्तो छ। अघि मैले भेटेको 2 जना चाहिँ रनिङ गरिरहेछ पर, देख्न सक्नुहुन्छ। यहाँ अरू नि भेटिसक्यो। तर मैले चाहिँ धेरै दिनपछि र त्यस्तो भिडियोहरू बनाइरहेको छु। त्यही भएर हल्का भोइसमा चाहिँ कम्प्रोमाइज गरिदिनु होला, किनकि त्यति धेरै बोल्न मलाई नि आउँदैन। त्यही हो। तर यहाँ कति धेरै घाँसहरू बढिसक्यो यार, यहाँ हेर्नु सक्नुहुन्छ। सोचेको भन्दा हल्का धेरै घाँसहरू बढिसकेको रहेछ सङ्कलमा चाहिँ। बिस्तारै सबै हानि गर्छ होला। पार्क जस्तो ठाउँमा अलिकति त्यहाँ घाँसहरू चाहिँ हल्का हटाइदियो भने हल्का राम्रो हुन्थ्यो। मैले यो चाहिँ फर्स्ट टाइम देखेको है। यो जुन घर छ नि, घरमाथि एउटा गुम्बा भएको चाहिँ यस्तो चाहिँ प्राय कमै देख्नु पाइन्छ नेपालमा। यस्तो घरहरू चाहिँ मैले फर्स्ट टाइम देखेको काठमाडौँ आएर। अनि यो बिल्डिङहरू त नर्मल भइहाल्यो, देख्न सक्नुहुन्छ। यहाँ नि नयाँ राम्रो बनाएको रहेछ यार धारा। यो धारा पनि राम्रो अलिक म्यानेजमेन्ट गरेको छ क्या। यो धारालाई चाहिँ अरू धाराहरू हेरेर बागमतीको किनारको छेउमा
देख्न सक्नुहुन्छ पानी पर्दाखेरि पुरानो डिजाइनको। अनि त्यो पिपलको बोर्ड नि खत्रै देखिरहेछ, अलिक गाउँमै आएको जस्तो फिल भइरहेछ मलाई चाहिँ अहिले चाहिँ। पुरै झमझुम उदस गाडीहरू धेरै भएर म चाहिँ अहिले ठ्याक्क खोलाको बागमतीको किनारको माथिल्लोपट्टि आइसकेँ। भ्यूहरू देख्न सक्नुहुन्छ तपाईँहरूले बिहानको कस्तो छ भनेर। त्यही हो, यस्तो साह्रो धेरै त केही छैन। बिहानको मौसम, बिहान हिँड्नुको मजै छुट्टै हुँदो रहेछ क्या। तर जसले जे भने नि यो चाहिँ मेरो फर्स्ट टाइम त होइन, योभन्दा अगाडि पनि धेरैचोटि म हिँडिसकेको छु यस्तै। तर भिडियो बनाएर चाहिँ फर्स्ट टाइम हिँडेँ भनौँ न। आफ्टर 6 मन्थ, 6 महिनापछि चाहिँ म भिडियो बनाउँदैछु। त्यही भएर अलिक रमाइलो लागिरहेछ यस्तो भिडियो बनाउनु पाउँदाखेरि। अनि अहिले चाहिँ म सङ्खुवाको धेरै अलिक फेमस ठाउँ युएन पार्क माथिल्लोपट्टि हल्का फेमस ठाउँ भनौँ न, मान्छेहरू बस्ने ठाउँमा आइसकेको छु। यहाँ चाहिँ दिउँसोहरू मान्छे हल्का भिड हुन्छ। अनि यो ठाउँमा धेरै के भन्छ त्यसलाई, निब्बीहरू अनि त्यो पढ्नेहरू भिडियो बनाउनेहरू चाहिँ धेरै दिउँसो मैले यहाँ देखिरहेको हुन्छु हिँड्दाखेरि प्रायः पहिला। अहिले चाहिँ के कस्तो छ मलाई थाहा भएन। अनि यो खोलाको नि हल्का यो बागमती खोलाको मलाई जस मन नपरेको भनेको चाहिँ अति नै फोहोर भयो क्या। सोचेको भन्दा हल्का धेरै नै फोहोर भयो क्या। सफा गर्ने मान्छेहरू नि देखिरहेको हुन्छु प्रायः ठाउँमा, तर अलिक धेरै देख्दिनँ क्या, अलिक फोहोरै देख्छु क्या। त्यही पनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ अलिक पहिला यो म आउँदाखेरि यो थिएन, यो ध्वजाहरू के भन्छ नि यो ठाउँमा। अलिक भाइरल भएरै होला यो ध्वजाहरू राखिदिएको टिकटकहरूतिर यताउता भिडियोहरूतिर देखेर। आई डोन्ट नो, मलाई थाहा भएन त्यो साह्रो। त्यही हो, फर्स्ट टाइम बनाएको यस्तो हुन्छ नि, हात लास्टै दुख्दो रहेछ यो क्यामेरा समातेर त्यो अगाडि हिँड्नको लागि। त्यही हो। अनि तर असार महिनामा होइन, यो पुरै यो जुन यस्तो राम्रो ठाउँ छ नि, पुरै खोलाले यो बागमतीले डुबाइदिन्छ भनेर देख्न सक्नुहुन्छ। यसले डुबाइदिन्छ भने अहिले यति तल्लो छ, पछि आएर यहाँसम्म आइदिन्छ क्या। माथि होइन, यो माथि घरहरू देखाएको छ नि जुन, त्यो घरसम्म पुरै डुबाइदिन्छ क्या। पहिलाको बाढीले चाहिँ डुबाएको थियो, अहिले यसपालि चाहिँ के भन्छ थाहा भएन। त्यही भएर सचेत बस्नु होला। त्यही हो, अगाडि पहिला अघिको भन्दा स्टार्टिङ पोइन्ट भन्दा हल्का अहिले मान्छेहरू बढी भिडहरू भइसक्यो, किनकि जगिङ गर्नेहरू बढिसके। अब म सेन्टरमा पुग्छु होला अब एकछिनमा। त्यहाँनिर नि एउटा ट्रेनर हुन्छ, त्यो ट्रेनरले चाहिँ एउटा त नभन 3-4 जना हुन्छ होला। अनि 3-4 जनाले चाहिँ एउटै त्यहाँ मान्छेहरू ग्रुप हुन्छ टन्नै, त्यहाँनिर चाहिँ हल्का त्यो हुन्छ नि, त्यो बनाइदिएको हुन्छ क्या। सबै सिकाउँछ क्या, रनिङ गर, अनि उफ्री के गर के नगर भनेर क्या। यहाँनिर पहिला कति धेरै उदेश हुन्छ क्या, जमेर बसिरहेको हुन्थ्यो। त्यो एउटा तान्ने हुन्छ नि, एउटा जुन के भन्छ नि त्यसलाई, बारेको थियो। अनि त्यहाँनिर जमेर बसेको थियो टन्नै त्यो घाँसहरू क्या। अनि अहिले चाहिँ मैले देखिनँ क्या, त्यो सायद यहाँको फोहोरहरू झिकेर लगे जस्तो लाग्यो। आई डोन्ट नो के हो। आफ्टर धेरै दिनपछि चाहिँ आएको, त्यही भएर अलिक नलेज र इन्फर्मेसन छैन मलाई ठाउँको बारेमा त्यही धेरै। पहिलाको जस्तो डेली रनिङ अथवा वाकिङमा आएको भए चाहिँ थाहा हुन्थ्यो होला। त्यही भएर अहिले चाहिँ थाहा छैन मलाई।
अहिले चाहिँ म सङ्गमर बागमती पुलमा आइसकेँ अगाडि तल। यहाँ चाहिँ हात दुख्यो क्या मेरो, द्याट्स वाइ म भिडियो चाहिँ अहिलेको लागि एन्ड गरिरहेको छु। अब एकछिनमा गर्छु म भिडियो। फाइनली म चाहिँ अहिले युएन पार्क आइसकेँ। युएन पार्क आइसकेँ, तर देख्न सक्नुहुन्छ मान्छेहरूको भिड अर्को भन्दा कतै धेरै बढिसक्यो। म आउने ठाउँदेखिको यहाँसम्म कति धेरै भिड छ। प्रायः बिहान चाहिँ यहाँ युएन पार्कमा आउनेहरू चाहिँ त्यही जगिङ र वर्कआउट अथवा एक्सर्साइजहरूको लागि हुन्छ। प्रायः धेरै रनिङको लागि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। आफ्नो वेट लस अथवा पहिलादेखि नै अब त्यो आर्मीहरू पुलिसहरू बनिसकेको हुन्छ नि, उनीहरू चाहिँ अब त्यो के भन्छ नि, आफ्नो बडी हेल्दी राख्नुको लागि अब रिटायर भइसकेकोहरू प्रायः मैले देखिरहेको हुन्छु क्या यता चाहिँ। अब मेरो एजहरूको त प्रायः त्यो के भन्छ, त्यो जोइन गर्छ नि, त्यो ब्रिटिस आर्मी के भन्ने क्याम्पहरू त्यसैमा जोइन गरिसकेको हुन्छ। ग्रुपमै हुन्छ उनीहरू त। अनि त्यही भएर मेरो एजको चाहिँ भेटाइँदैन। अलिक हल्का अङ्कल टाइपहरूकै बेसी हुन्छ मभन्दा चाहिँ। त्यही हो। अहिले चाहिँ म बिहान हल्का हुन्छ नि आउने सोचिरहेको थिएँ। आम्की नाम भइरहेको थियो, फेरि के नआउनु यत्रो दिन भइसक्यो भनेर चाहिँ फर्स्ट टाइम भन्दा नि आफ्टर 6 मन्थ चाहिँ म रिटर्न आएको हो। त्यति धेरै भन्दा नि चेन्ज छ पहिलाको भन्दा, तर त्यति धेरै डिफ्रेन्ट नै पनि छैन। किनकि पहिल्यैदेखि हिँडिरहेको नि त, पहिला त डेली हिँड्थ्यो नि त। बिहान त होइन, बेलुका चाहिँ डेली नै हिँडिन्थ्यो प्रायः। त्यही भएर हो। मेन भनेको चाहिँ यहाँ त्यही हो, घाँसहरू हुन्छ नि त्यो चाहिँ बढिसकेको छ क्या पहिलाको भन्दा चाहिँ धेरै नै। मैले सोचेको भन्दा पनि धेरै मैले डिफ्रेन्ट चाहिँ त्यही मात्र पाएँ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ कतिको डिफ्रेन्ट छ भनेर। यहाँ घुम्नु आउनेहरूलाई त थाहै होला पहिलादेखि नै कस्तो छ भनेर यो ठाउँहरू देख्न सक्नुहुन्छ। मैले भनेको थिएँ नि अघि यति धेरै मान्छेहरू भिड छ नि। यहाँ चाहिँ ट्रेनिङ दिन्छ क्या, सरसफाइ गर्नेहरू हल्का छुट्टै हुँदो रहेछ, अनि ट्रेनिङहरू दिने पनि छुट्टै हुँदो रहेछ। त्यो ट्रेनिङ लिनेहरू चाहिँ आई डोन्ट नो, पुरै ड्रेसमा देखिरहेको छु आफ्नै मान्छे हो कि बाहिरको मान्छे हो थाहा भएन। देख्न सक्नुहुन्छ ट्रेनिङ दिइरहेछ एक्सर्साइज गर्नुको लागि। योगाहरू पनि अलिक हाम्रो त्यसको लागि, हाम्रो बडीको लागि राम्रै हुँदो रहेछ योगा गर्नुको लागि नि। तर मेडिटेसन भन्छ नि त्यो चाहिँ अलिक बिहान यस्तै ठाउँमा आएर गर्नुको लागि चाहिँ हल्का फाइदा हुन्छ जस्तो लाग्छ मलाई, नभए घरको छतमा गर्दाखेरि पनि। किनकि हल्का आफ्नो माइन्ड फ्रेस भयो भने हल्का सोच्ने क्षमताहरू यस्तो बढ्न सक्छ नि त। त्यही भएर हो। अनि यता चाहिँ अहिले चाहिँ बिहानको भन्दा चाहिँ कति डिफ्रेन्ट देख्नुहुन्छ भिडहरू बढेको तपाईँहरूले। आज चाहिँ रनिङ भएन किनकि फर्स्ट टाइम आइरह नि त। जगिङ मात्र गर्छु भनेको थिएँ, त्यो पनि हुँदैन आज। यत्तिकै भिडियो बनाउँदै पुग्छु म के भन्छ एक्सर्साइज गर्ने ठाउँसम्म चाहिँ। पहिला मैले के भन्दा 6 महिना छोड्नुभन्दा अगाडि चाहिँ मैले कति 10-11 पुलअप हान्नु सक्थेँ।
होइन पुसअप चाहिँ अलिक त्यो भन्छ नि अनलिमिटेड जस्तै भनौँ न, अनलिमिटेड त नभनौँ, होल्ड गरी 200सम्म चाहिँ हान्नु सक्थ्यो क्या पुसअप चाहिँ। अहिले चाहिँ थाहा भएन कति हान्नु सक्छु पुसअप होइन, अहिले न 15-16 फर्स्ट टाइम हो नि त आफ्टर 6 मन्थ होइन छोडेपछि। त्यही भएर यहाँनिर ब्याडमिन्टनहरू पनि खेलाउँदछ, साइक्लिङ गर्नेहरू यहाँ ब्याडमिन्टन खेल्न आउँदछ प्रायः अङ्कलहरू। तर यहाँको रुखहरू चाहिँ हल्का मन पऱ्यो क्या मलाई अरूभन्दा नि। त्यही हो, म चाहिँ आज लेग अनि के भन्छ ब्याकको र एप्सको त भन्न सक्दिनँ, गएको बित्तिकै मेडिटेसन गर्छु अनि पुसअप हान्छु, स्क्वाड हान्छु, पुलअप हान्छु सायद आज, त्यति नै हो। अनि म अब यहाँबाट त्यहाँ त्यो ठाउँसम्म पुग्नलाई कति टाइम लाग्छ, ठ्याक्कै 15 मिनट अथवा 7-8 मिनट लाग्छ होला हिँडेर त। रनिङ गऱ्यो भने चाहिँ 5 मिनटमा पुग्छु होला। ठ्याक्क त्यो ठाउँको नाम चाहिँ याद छैन क्या मलाई, तर त्यो जाने ठाउँ चाहिँ याद छ क्या, पहिलादेखि हिँडेको हो र साथीहरूसँग। एक्लै पनि जान्थेँ तर प्रायः चाहिँ साथीहरूसँग जान्थेँ क्या म त्यो ठाउँमा, त्यही भएर हल्का ठाउँको नाम चाहिँ थाहा छैन। यत्तिकै हिँड्दा हिँड्दै थाहा पाएको हो। यो जुन छ नि कस्तो जुम गर्नु नि नमिल्यो, यो जुन भित्तामा छ नि हो, यो भित्ताको चाहिँ यस्तो लाइन बर्डर बनाएको थियो क्या पहिला, त्यही भएर थाहा नभएको होला। यहाँ देख्न सक्नुहुन्छ कति अलिक सफा छ क्या त्यो बर्डर जस्तो लाइनले गरेर। अनि फेरि त्योभन्दा तल गयो भने चाहिँ हल्का छैन क्या, बिग्रेको छ क्या फेरि पुरै। त्यही भएर त्यस्तो राख्नको लागि चाहिँ जरुरी छ भन्छु म चाहिँ। तर गनाउनु चाहिँ पहिलाको जस्तै हो, गनाइ बस्दो रहेछ भनौँ। त्यही भएर मास्क इज भेरी इम्पोर्टेन्ट फर अस। पोल्युसन पनि बिहान त त्यस्तो हुँदैन, गाडीहरू गुड्दैन होइन, त्यही भएर पोल्युसन हुँदैन भन्छु। फेरि दिउँसो जब 10-11 बजीदेखि हुन्छ नि स्टार्टिङ, 8-9 बजीसम्म चाहिँ लास्टै पोल्युसन हुन्छ क्या, गाडीहरूको कारणले नि मेन त। त्यही भएर मास्क चाहिँ धेरै इम्पोर्टेन्ट छ भन्छु म। मैले चेक गराउँदा अस्ति कति अलिक धुलो भएर छ के भन्दै थियो क्या, त्यही भएर मास्क लाउनु चाहिँ इम्पोर्टेन्ट छ भनिरहेको थियो। त्यही भएर म चाहिँ मास्क लगाएको छु। प्रायः मैले त्यो चेस्टको हुन्छ नि छातीको चेकअप गराउँदाखेरि त्यही भनिरहेको थियो क्या, प्रायः मान्छेहरूलाई चाहिँ त्यही धुलोकै कारणले त्यो उदस भइरहेछ, के भन्छ त्यसलाई, गाह्रो भइरहेछ। त्यही भएर मास्क चाहिँ इम्पोर्टेन्ट छ भनिरहेको छ क्या सबैजनालाई। त्यही भएर म चाहिँ आफ्नो शरीर हेल्दी अथवा केही भन्छ स्वास्थ्य राख्नुको लागि चाहिँ यस्तो उद्देश्य गरिरहेको छु क्या, काम मास्क लगाइरहेको छु। अनि मैले एउटा डिफ्रेन्ट पाएको भनेको, यहाँनिर एउटा बस्ती थियो, यहाँ जुन देख्नु भइरहेछ नि, यो बस्ती चाहिँ पुरै अहिले खाली भइसकेको रहेछ क्या। यो बस्तीमा चाहिँ पहिला मान्छेहरू बस्थ्यो क्या, अनि अहिले मान्छे छैन क्या। ल एउटा डिफ्रेन्ट चाहिँ मैले यो ठाउँमा आएर यही पाएँ कि त्यो पारीको बस्ती गायब छ। किन गायब भयो त्यो त थाहै होला तपाईँहरूलाई, मैले भनिराख्नु पर्दैन होला। म चाहिँ अहिले कुन ठाउँ आइसकेँ तपाईँहरूलाई थाहा होला, मलाई चाहिँ थाहा छैन, किनकि हिँडे त छु यो ठाउँहरू, तर अलिक भन्छ नि हिँडे त छु, तर ठाउँको नाम याद राख्दिनँ क्या। म जस्तो मान्छेहरू नि धेरै होला, ठाउँहरू चाहिँ धेरै हिँड्ने, तर के भन्छ त्यसलाई याद चाहिँ नराख्ने ठाउँको नाम। म चाहिँ अहिले यस्तो ठाउँमा छु जुन ठाउँमा चाहिँ एक्सर्साइजहरू गर्नेहरू पनि
यहाँ चाहिँ हल्का एक्सर्साइज गर्ने त ठाउँ राम्रै छ, पुलअपहरू गर्ने पनि। अहिले यहाँ भाँचिसकेर छ पुरै। अनि यहाँनिर अहिले चाहिँ पुरै एक्सर्साइज गर्नेहरू देख्न सक्नुहुन्छ। कतिको भिड हुन्छ बिहान बिहान। म चाहिँ योभन्दा नि तल्लै जान्छु। योभन्दा तल नि भिड त भिडै हुन्छ, फेरि अलिक हुन्छ नि त्यसलाई अलिक तल चाहिँ हल्का पुलअपहरू गर्नुको लागि चाहिँ राम्रो हुन्छ। त्यही भएर चाहिँ तल जानु खोजेको हो। यहाँ चाहिँ म तल जान्न थिएँ, शङ्खमुलतिरै गर्थेँ। सक्नुहुन्छ कति बढिसक्यो अहिले भिड बिहानको भन्दा। अहिले त्यो शङ्खमुल भन्दा माथि के भन्छ त्यो ठाउँको नाम, कोटेश्वर साइडमा पनि अहिले राम्रो बनाएको रहेछ होइन। मैले चाहिँ अस्ति भर्खर थाहा भएको, यत्तिकै बाटोमा हिँड्दा देखाएको थिएँ पुलअप बारहरू अलिक नयाँ भनौँ न। त्यहाँ चाहिँ बन्दैछ पहिला, अहिले चाहिँ पुरै बनाइसकेर छ। मान्छेहरूको भिडहरू देखिरहेको थिएँ क्या मैले। म भोलि सायद त्यो साइडबाट जानु सक्छु, आउनु सक्छु भनौँ न। अनि एउटा डिफ्रेन्ट भनेको यहाँनिर देख्न सक्नुहुन्छ, यस्तो खालको के भन्छ यसलाई, बत्ती हुन्छ नि अलिक पुरानो डिजाइनको। यस्तो चाहिँ मैले नेपालमा फर्स्ट टाइम देखायो। यस्तो थिएन पहिला चाहिँ म आउँदाखेरि चाहिँ। अहिले चाहिँ नयाँ हाले जस्तो छ यो खोलाको छेउमा। पहिला चाहिँ यस्तो थिएन, पहिला चाहिँ नर्मल जस्तो हुन्छ नि भित्तामा त्यस्तै थियो। अहिले चाहिँ मैले त्यो डिफ्रेन्ट देखेँ यहाँ आएर। त्यस्तो चाहिँ यहाँ चाहिँ पुरै पारी किर्तिपुर हो कि के हो, सायद किर्तिपुरै होला, किर्तिपुर नै देख्दो रहेछ। आज चाहिँ हल्का कुहिरोहरू भएर हल्का धमिलो टाइपको देख्दो रहेछ। आई डोन्ट नो, नभए बेलुका आउँदा पनि हल्का राम्रै देख्छ क्या त्यो पारीको बाटो चाहिँ। प्रायः म बेलुका आउँदाखेरि पानी पर्छ क्या। म चाहिँ दुई तिनजना एकजना 4-5जना साथीहरूसँग चाहिँ प्रायः आइरहन्थेँ। ठाउँमा प्रायः हुन्छ नि त्यो सर्कल टाइपको हुन्छ नि, त्यस्तो टाइपमा चाहिँ यो जुन छ नि यो बत्तीको के भन्छ पुरानो डिजाइनको त्यो राखेर छ। त्यो इनारको छेउमा पनि राखेर छ, पहिला चाहिँ थिएन। देख्न सक्नुहुन्छ यहीँ छेउमै लाएर देखाइदिन्छु तपाईँहरूलाई। म यही हो, पहिला चाहिँ यो थिएन क्या यस्तो डिजाइनको। होइन राखेको कति भयो मलाई पनि थाहा भएन, तर राख्ने चाहिँ राखेर छ। यो इनारमा कस्तो प्योर पानी आएको यार, यस्तो क्लिन पानी क्या। वाउमा कस्तो राम्रो हो क्या पानी। यहाँ चाहिँ माथिबाट हेर्दा कस्तो अँध्यारो डरलाग्दो पारेको छ होइन। बाहिर निस्केपछि कस्तो उज्यालो क्या पानी पनि। एउटा नयाँ बिल्डिङ बनाए जस्तो लाग्यो, अलिक अग्लै खालको। पहिला थिएन त्यो बिल्डिङ पनि। जुन यो घाँसहरू त नर्मल भएको, जुन यो पारीको म चाहिँ यही पुल तल जाँदैछु। तर यो पारी बिल्डिङ जुन छ नि यो संरचना जुन नयाँ बनेर त्यो जस्तो देखिरहेछ नि हो। यो पनि पहिला बनाएको थिएन, अहिले बनाएर छ भनौँ न। म चाहिँ अहिले 3 किलोमिटर जति चाहिँ हिँडेँ होला। 3 किलोमिटर त्यस्तै हिँडिसकेँ होला मैले सायद। 2 त बढी भइसक्यो मलाई थाहा छ। यहाँ एउटा हस्पिटल नै बनेको छ। ए हस्पिटल बनायो होइन, रिपेयर गरेर छ। हस्पिटलको माथि के हो, नर्भिक हस्पिटलको म खोला यतापट्टि ललितपुर साइडमा छु। यहाँ यो साइडमा चाहिँ पुरै हालेको छ क्या बत्तीको लाइन। पहिला थिएन यो लाइनको पुरै। यो लाइनमा चाहिँ राम्रो बनाएको रहेछ त्यो उताको भन्दा पनि। मैले चाहिँ यहाँनिर चाहिँ डिफ्रेन्ट धेरै पाएँ, किनकि राति हिँड्नुको लागि अथवा त्यहाँ इनारको छेउमा नि थियो। त्यहाँ चाहिँ अब लुगा धुनेहरूको लागि चाहिँ फाइदा छ बेलुका पनि होइन। अनि यता चाहिँ अलिक हुन्छ नि
घुम्नु आउने राति राति होइन रमाइलो गर्नु आउनेहरूको लागि चाहिँ हल्का बेस्ट ठाउँ छ भनौँ न यो हाल्दैदेखि चाहिँ पहिला यो थिएन नि होइन को आउनु भएको छैन यो साइड पहिला पहिला को आउनुहुन्थ्यो र अहिले को आउनु भएको छैन उहाँहरूलाई थाहा होला डिफ्रेन्ट कतिको छ भनेर होइन भिडहरू देख्न सक्नुहुन्छ अहिले रमाइलो लागिरहेको छ मलाई चाहिँ हिँड्न होइन है यत्तिको यहाँ यस्तो रमाइलो हुन्छ कि बिहान बिहान आउँदाखेरि पुरै भिडै भिड होइन त्यही हो म चाहिँ तल आइपुग्नु लागिसकेँ आज चाहिँ हल्का यो टाइम चाहिँ ठिक्क छ क्या धेरै छिटो नि होइन धेरै ढिलो पनि होइन क्या आफूलाई ठाउँ पनि पुग्छ फर्किनलाई नि ठिक्क हुन्छ म चाहिँ यो सकेर ट्युसन जानु छ बिहानको 8 बजे अहिले चाहिँ बजिरह होला 5:30 40 त्यस्तै भयो होला आई डोन्ट नो कति हो टाइम त हेर्नु मिल्दैन मैले अहिले एकछिनमा हेरौँ होला यस्तो यस्तो लास्टै फर्स्टमा यस्तो लास्टै देख्थ्यो यार अरूले कसरी बनाउँछ यार यस्तो भिडियोहरू यहाँनिर नि धेरै इम्प्रुभ गर्नुपर्ने जस्तो लागिरहेछ मलाई किनकि यहाँनिर चाहिँ सोचेको भन्दा धेरै गन्दगी भइरहेछ र गन्ध आइरहेछ होइन फाइनली म चाहिँ मैले वर्कआउट गर्ने ठाउँको नजिक आइसकेँ म चाहिँ अहिले एकछिनमा भिडियो बनाउन पनि सक्छु नबनाउनु सक्छु होइन आजको लागि चाहिँ यति नै सबैजनालाई शुभ दिन शुभ बिहानी भन्दै आजको लागि चाहिँ भिडियो सकियो।